सीमामा गृहमन्त्रीको छड्के, स्थानीयको सनसनीपूर्ण खुलासा। सशस्त्रका डीएसपीले नै तस्कर समात्दैनन् भन्दै गृहमन्त्रीकै अगाडि गम्भीर आरोप। भारततर्फ सामान बोकेका मोटरसाइकल देखाइयो, सीसीटीभीकै आडमा तस्करी हुने दाबी। आखिर सिर्सिया नाकामा के देखे गृहमन्त्री सुदन गुरुङले? पुरा रिपोर्ट अन्तिमसम्म हेर्नुहोस्। शनिबार पर्साको वीरगञ्ज महानगरपालिका अन्तर्गतको सिर्सिया सीमा नाकामा गृहमन्त्री सुदन गुरुङ कुनै पूर्व सूचना नदिई छड्के अनुगमनमा पुगे। कालो टोपी, मास्क, चस्मा र हाफ टी सर्ट लगाएर सामान्य नागरिक झैं पुगेका गृहमन्त्रीसँग स्थानीयले सीमा क्षेत्रमा भइरहेको कथित तस्करी बारे खुल्ला रूपमा गुनासो गरेका छन्। स्थानीय सुरेन्द्र शाहले भारततर्फ 4 वटा मोटरसाइकलमा तस्करीका सामान लोड गरेर राखिएको र अनुगमन टोली फर्किएपछि ती सामान नेपाल भित्राइने गरेको दाबी गरे। यो कुरा सुनेपछि गृहमन्त्रीले आफ्ना सहयोगीलाई तत्काल भारततर्फ गएर अवस्था बुझ्न निर्देशन दिएका थिए। त्यसपछि अर्का स्थानीय मुकेश शाहले नाकामा जडान गरिएको सीसीटीभी क्यामेरा देखाउँदै त्यसकै निगरानीमा समेत तस्करी हुने र सशस्त्र प्रहरीका डीएसपीकै मिलिमत्तोमा तस्करी भइरहेको आरोप लगाए। गृहमन्त्रीले तत्काल सीसीटीभीको निगरानी कहाँबाट हुन्छ भनेर प्रश्न गर्दा स्थानीयले सशस्त्र प्रहरीको क्याम्पबाट भन्ने जवाब दिएका थिए। सिर्सिया नाका सशस्त्र प्रहरीको बीओपी ड्राइपोर्ट अन्तर्गत पर्छ, जहाँ डीएसपी गोविन्द केसी कमान्डरको रूपमा कार्यरत रहेको बताइएको छ। स्थानीयका अनुसार सिर्सिया नाकाबाट केही तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई महिनावारी रकम बुझाएर भारतबाट अवैध रूपमा सामान नेपाल भित्राइरहेका छन् भन्ने गम्भीर आरोप समेत लगाएको छ। यद्यपि यी आरोपहरूको आधिकारिक पुष्टि भने भइसकेको छैन। गृहमन्त्री गुरुङले करिब 2 घण्टा सीमा क्षेत्रमा बिताउँदै स्थानीयसँग प्रत्यक्ष छलफल गरेका थिए। अनुगमनका क्रममा सुरक्षा निकायलाई कुनै पूर्व जानकारी नदिएकाले धेरै सुरक्षा अधिकारीहरूले समेत गृहमन्त्री सीमा क्षेत्रमा पुगेको जानकारी पछि मात्र पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न गरेपछि गृहमन्त्रीले शुक्रबार बाह्रका विभिन्न सीमा नाकाको छड्के अनुगमन गरेका थिए भने शनिबार पर्साका विभिन्न नाकामा पुगेर सीमाको वास्तविक अवस्था बुझ्ने प्रयास गरेका हुन्। अब सबैको चासो एउटै छ, स्थानीयले गृहमन्त्रीकै अगाडि लगाएका यी गम्भीर आरोपमाथि सरकारले कस्तो छानबिन गर्छ। सीमा क्षेत्रमा भइरहेको भनिएको तस्करी र सुरक्षाकर्मीको सम्भावित संलग्नता बारे सत्य बाहिर आउला कि फेरि यो विषय सिलाएर जानेछ। अबको कदम सरकार र सम्बन्धित निकायको अनुसन्धानले स्पष्ट पार्नेछ। यस विषयको हरेक नयाँ अपडेट हामी तपाईहरुसम्म निरन्तर ल्याइरहने छौं। यदि यो समाचार महत्त्वपूर्ण लाग्यो भने भिडियो लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र यस्तै सत्य, ताजा तथा विश्वसनीय समाचारका लागि हाम्रो च्यानल सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्न नबिर्सनुहोस्। धन्यवाद, नमस्कार।